एप डाउनलोड गरे बापत 5000 एन पाइने। हजुर, अहिले पे फर एक्सको 17th एनिभर्सरी चलिरहेको छ अनि तपाईले यो पे फर एक्सको एप डाउनलोड गर्नुभयो भने तपाईको वालेटमा 5000 एन आउँछ। अनि यो 5000 एन चाहिँ तपाईले नेपाल पठाउन सक्नुहुन्छ। अहिले एकदमै रेट घटिरहेको बेलामा यसरी 5000 एन फ्याट्ट पाइन्छ भने झ्याप्प एप चाहिँ डाउनलोड गर्ने, रजिस्टर गर्ने र त्यो 5000 एन चाहिँ फुत्त नेपाल पठाइहाल्नुहोस्। रेट घटिरहेको बेलामा यसले धेरै नै काम दिन सक्छ है त। सो के गर्नुपर्छ, कसरी रजिस्टर गर्न सकिन्छ जस्ता कुराहरू आजको भिडियोमा तपाईहरुलाई स्टेप बाइ स्टेप देखाउन जाँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। पे फर एक्सको एकदमै राम्रो छ, कस्टमर सर्भिस पनि एकदमै राम्रो छ अनि तपाईले जापानमा सबैभन्दा राम्रो रेट पनि पाउनुहुन्छ। सो के गर्न सकिन्छ, कसरी चाहिँ हामीले रजिस्टर गर्न सकिन्छ भनेर भिडियो अन्तिमसम्म हेर्नुहोस्। अनि तपाईहरु चाहिँ मेरो YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यदि केही बुझ्नु भएन भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ, म तपाईहरुलाई फेरि अर्को भिडियो बनाएर बुझाउने प्रयास गर्नेछु है त। सो ढिलो नगरिकन कसरी रजिस्टर गर्न सकिन्छ अनि कसरी चाहिँ हामीले 5000 एन पाउन सकिन्छ भनेर तपाईहरुलाई स्टेप बाइ स्टेप देखाउँछु। तपाईहरुले चाहिँ यदि यो भिडियो युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युबको पिन कमेन्टमा गएर हेर्नु भयो भने एउटा लिंक राखेको छु अनि त्यहाँ कोड पनि राखेको छु। तपाईले त्यो लिंक थ्रु गएर डाउनलोड गर्न सक्नुहुन्छ। अथवा तपाईले यो भिडियो मेरो टिकटकबाट हेर्दै हुनुहुन्छ भने मेरो टिकटकको प्रोफाइलमा जानुभयो भने एउटा लिंक भेट्नुहुन्छ। त्यो लिंकमा टच गरेपछि टपमा चाहिँ पे फर एक्स डाउनलोड एप डाउनलोड गर्ने लिंक भन्ने लेखेको छु। त्यो लिंकमा टच गर्ने बित्तिकै यो इन्टरफेस आउँछ। त्यहाँ जसमा 5000 एन पाइने भनेर लेखेको छ। अनि तपाईको चाहिँ त्यहाँ तलपट्टि यदि एन्ड्रोइड हो भने प्ले स्टोरबाट डाउनलोड गर्नुहोस्, एप्पल चलाउनुहुन्छ, आइफोन चलाउनुहुन्छ भने एप स्टोरबाट डाउनलोड गर्नुहोस् है त। डाउनलोड भइसके पछाडि यसलाई ओपन गरौँ। ओपन भइसके पछाडि यहाँ चाहिँ नोटिफिकेसनहरु अलो गर्ने कि नगर्ने सबैमा अलो गर्दै जानुहोस् है। सबै अलो गर्नुपर्छ। अलो गर्दै जानुहोस्। सबै अलो गरेपछि अलो पेस्ट है। पेस्ट पनि यो अलो पेस्ट गर्नु भयो भने मात्रै 5000 आउँछ, नत्र आउँदैन है। अलो पेस्ट गर्नुहोस्। अब चाहिँ यहाँ चाहिँ तपाईले नेक्स्टमा टच गरेर साइन अपमा टच गर्नु होला। त्यो तलपट्टि चाहिँ लगइन अनि साइन अप छ, साइन अपमा टच गर्नुहोस्। साइन अपमा टच गरिसके पछाडि चाहिँ यहाँ तपाईहरुलाई चाहिँ आफ्नो इमेल आइडी हान्ने भन्छ। गेट पिन कोडमा टच गर्नुहोस् अनि त्यसपछि यहाँ एग्रीमा टच गर्नु होला। अनि तपाईको जीमेलमा चाहिँ कोड आएको छ, कोड चाहिँ त्यहाँ लगेर राखेर तपाईहरुले चाहिँ कोड राख्ने बित्तिकै अटोमेटिकली चल्छ है त। अनि त्यसपछि यहाँ पासवर्ड एड गर्ने भनेको छ। पासवर्ड चाहिँ तपाईहरुले यहाँ राख्न सक्नुहुन्छ। तलपट्टि मेरो रेफरल कोड छ। यदि तपाईकोमा रेफरल कोड राख्न आएको छ भने यो कोड राख्न सक्नुहुन्छ। तपाईले मेरो लिंक थ्रु जानु भएको भने राख्नु पर्दैन, तर तपाईले अलो गर्नुपर्छ है त्यहाँ पेस्ट गर्दाखेरि पनि है त। अनि सेभ गर्नुहोस् है। सेभ गरिसके पछाडि तपाईकोमा चाहिँ यस्तो खाली इन्टरफेस आउँछ। अनि यहाँ चाहिँ युजर रजिस्ट्रेसन भनेर आएको छ। युजर रजिस्ट्रेसनमा टच गर्नुहोस् है त। टच गरिसके पछाडि तपाई चाहिँ इन्डिभिजुअल हुनुहुन्छ, इन्डिभिजुअल अकाउन्टमा टच गर्नुहोस्। अनि त्यस पछाडि चाहिँ तपाईहरुको फरेनर हो हामी सबै हैन, फरेनरमा टच गर्नुहोस् अनि नेपालमा टच गर्नुहोस्। अनि यहाँ चाहिँ तपाईको जापानमा तपाईले चलाउने फोन नम्बर राख्नुहोस्। तलपट्टि चाहिँ अकुपेसन भनेको छ। म चाहिँ अफिस वर्कर भए, तपाई स्टुडेन्ट भए स्टुडेन्ट, हाउसवाइफ भए हाउसवाइफ, अनइम्प्लोय भए अनइम्प्लोय हैन, जे हो तपाईको त्यही नै चुज गर्न सक्नुहुन्छ है त। अनि त्यो भन्दा तलपट्टि चाहिँ जानु भयो भने तपाईको एनुअल इन्कम कति छ भनेको छ। तपाईले अब आफ्नो जति हो त्यति नै सिलेक्ट गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि त्यहाँ तलपट्टि चाहिँ तपाईले कति पैसा पठाउनुहुन्छ भन्ने छ, त्यो पनि टच गर्नुहोस् है। सबै भरिसके पछाडि चाहिँ तपाईले चाहिँ के को लागि पैसा पठाउँदै हुनुहुन्छ भनेको छ। अब तपाईले नेपालमा के को लागि पठाउनुहुन्छ, ट्युसन फी हैन, फाइनान्सिङ हैन, लिभिङ एक्सपेन्सेस अनि त्यसपछि अरु के पेमेन्ट अफ गुड्स भनेको छ। तपाईले अब एउटा टच गर्दा हुन्छ है त। दुई तीनटा टच गरे पनि केही नहुन्न। नेक्स्टमा टच गर्नु होला। त्यस पछाडि चाहिँ यहाँ तपाईले क्वेशन भनेको छ। यो क्वेशन चाहिँ तपाईले यदि ट्रान्ज्याक्सन पासवर्ड बिर्सिनु भयो भने यो क्वेशन चाहिँ तपाईले आन्सर दिनुपर्ने हुन्छ। एउटा केमा टच गरेर केही लेखेर चाहिँ तपाईले नेक्स्टमा टच गर्नुहोस् है त। नेक्स्टमा टच गरे पछाडि अनि कम्प्लिट आउँछ। कम्प्लिटमा टच गर्नुहोस् अनि सेभ गर्नुहोस्। सेभ गरिसके पछाडि चाहिँ एकैछिन टाइम लाग्छ। अनि यहाँ माथिपट्टि हेर्नुहोस् त योर अकाउन्ट हैज नट बीन एक्टिभेटेड भनेको छ है। त्यसमा टच गर्नु होला। त्यसमा टच गरिसके पछाडि चाहिँ यहाँ चाहिँ अब तपाईको माई नम्बर कार्ड राख्ने भन्छ। टपमा भएको डकुमेन्ट द्याट क्यान कन्फर्म माई नम्बर भनेको छ, त्यसमा टच गर्नु होला है त। त्यसमा टच गरिसकेपछि माई नम्बर कार्डमा टच गरेर नेक्स्टमा टच गर्नुहोस्। टेक अ फोटो भन्ने छ। तपाईले टेक अ फोटोमा टच गरेर तपाईको माई नम्बर कार्डको फोटो खिच्न सक्नुहुन्छ है त। अनि फेरि तपाईले यो अपलोड गर्नुहोस्। अपलोड गरिसके पछाडि चाहिँ फेरि ब्याक साइडको भन्छ, ब्याक साइडको पनि सेम तरिकाले गर्नु होला है। अब त्यस पछाडि चाहिँ फेरि हाम्रो चाहिँ रेसिडेन्ट कार्ड चाहिँ राख्नु पर्ने हुन्छ। रेसिडेन्ट कार्डमा चाहिँ टच गर्नु होला है। रेसिडेन्ट कार्डमा टच गरेर अनि त्यस पछाडि तपाईले चाहिँ नेक्स्टमा टच गर्नुहोस् अनि प्रोसिडमा टच गर्नु होला। प्रोसिडमा टच गरिसके पछाडि चाहिँ यहाँ यो सबै चीजहरु आउँछ। यसलाई चाहिँ एग्री एन्ड कन्टिन्यूमा टच गर्नु होला है त। अनि त्यसपछि एउटा यहाँ टच गर्ने ठाउँ आउँछ। तपाईले टिक लगाउनु पर्ने हुन्छ। त्यसमा टिक लगाएर नेक्स्टमा टच गर्नुहोस्।
त्यसपछि तपाईको फेरि नेक्स्ट गरेर अनि क्यामेरा चाहिँ अलो गरेर तपाईले अब जाइरो कार्ड चाहिँ स्क्यान गर्न सक्नुहुन्छ है त। टेक अ फोटोमा टच गर्नु होला। यो गरिसके पछाडी चाहिँ अब यहाँनेर दुईटा टच गर्ने ठाउँ आउँछ, दुईटामा चाहिँ तपाईले क्लिक गरेर ओके गर्नु होला। अनि फेरि तपाईले चाहिँ यहाँ जसरी देखाएको छ त्यसरी नै तपाईले तपाईको जाइरो कार्ड चाहिँ स्क्यान गर्नुपर्ने हुन्छ है। यहाँ जो देखाउँछ मजासँग देखाइरहेछ है त। फेरि तपाईको सबै चीज भइसक्यो भनेदेखि ओकेमा टच गर्नुहोस्। अनि ब्याक साइडको आउँछ, ब्याक साइडमा पनि सेम तरिकाले तपाईले गर्न सक्नुहुन्छ है त। अब तपाईको आफ्नो फेस रिड गर्ने हुन्छ हैन, फेसको चाहिँ फोटो खिच्ने हुन्छ। तपाईले मजासँग यही देखाएको इन्स्ट्रक्सन चाहिँ तपाईले फलो गर्दै सबै ठाउँमा टिक लगाउँदै ओके गर्दै जानु होला। लेफ्ट साइड हेर्ने, राइट साइड हेर्ने भन्छ हैन, सबै चीज फलो गर्दै गर्दै जानुस् हुन्छ है त। फलो गर्दै जानु भयो भनेदेखि चाहिँ तपाईको एकैछिनमा सबै चीज भइसके पछाडी तपाईले फेरि नेक्स्ट गर्नुपर्ने हुन्छ। नेक्स्टमा टच गर्नु होला। नेक्स्टमा टच गरिसके पछाडी चाहिँ पे फोरेक्स आपुरिए मोदोरु भन्ने छ, त्यसमा टच गर्नुस् र ओपन गर्नुस् है। अनि त्यसपछि यहाँ चाहिँ हल्का टाइम लाग्छ हैन, अब एकैछिन वेट गर्नुस् किनभने यहाँ चाहिँ टाइम लाग्छ। यहाँ हेर्नुस् मजासँग मेरोमा 5000 एन आइसकेको छ, तपाईको पनि यसरी नै 5000 एन आउँछ। यो कसरी हेर्ने भन्देखि तपाई चाहिँ यो गामेनमा आइसके पछाडी चाहिँ अकाउन्टमा टच गर्नुभयो भने मजासँग तपाईकोमा 5000 एन देखाउँछ है त। अब एकैछिन टाइम लाग्छ, तपाईको सिन्सा हुन्छ हैन, तपाईको डकुमेन्ट ठीक छ कि छैन भनेर चाहिँ उहाँहरुले हेर्नुहुन्छ। तपाईहरुको चाहिँ सिन्सा पास भइसकेपछि तपाईले एप ओपन गर्नुभयो भने सेटअप सेकेन्ड फ्याक्टर अथेन्टिकेसन भनेर आउँछ, त्यसमा टच गर्नुस् तलपट्टि छ। अनि तपाईको जिमेलमा चाहिँ एउटा कोड आउँछ, त्यो कोड राखे पछाडी तपाईको चाहिँ डेट अफ बर्थ राख्ने हुन्छ, डेट अफ बर्थ राखेर सेटअप गर्न सक्नुहुन्छ है त। सेटअप गरिसके पछाडी अब तपाईले चाहिँ मजासँग पैसा राखेर तपाईको चाहिँ मजासँग अब एक्टिभ भइसक्यो, तपाईले चाहिँ पैसा राखेर नेपाल पठाउन सक्नुहुन्छ। अनि यो 5000 एन चाहिँ तपाईको चाहिँ पी मनीमा आएर बसेको हुन्छ हैन, तपाईले यो 5000 एन पनि नेपाल पठाउन सक्नुहुन्छ पैसा पठाउँदाखेरि। यदि तपाईले केही बुझ्नु भएन भनेदेखि चाहिँ मजासँग यहाँ मैले फेसबुक पेज राखिदिएको छु उहाँहरुको, तपाईले यसमा कन्ट्याक्ट गरेर सोध्न सक्नुहुन्छ। फोन नम्बर पनि राखेको छु, यसमा फोन गरेर तपाईले नेपालीसँग कुरा गरेर गर्न सक्नुहुन्छ। अब कुरा गरौँ हामीले के बैंकबाट कसरी गर्न सक्छौं भनेर। तपाईहरुले चाहिँ सिधै आफ्नो पे फोरेक्स अकाउन्ट चाहिँ लगइन गर्नु होला। लगइन गरेर चाहिँ तपाईहरु अकाउन्टमा टच गर्नुस्। अकाउन्टमा टच गरिसकेपछि माथि चाहिँ जेपीवाई ब्यालेन्स भनेर लेखेको छ, त्यसमा टच गरेर हाउ टु डिपोजिट मनीमा टच गर्नुभयो भने यहाँ मजासँग तपाईलाई देखाएको छ है कसरी डिपोजिट गर्ने भनेर। पेपे गिङ्कोबाट तपाईले यहाँ लिंक गर्नुभयो भने तपाईले मजासँग पैसा राख्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ एसएमबीसी बैंकको पनि छ, अनि त्यो तलपट्टि कम्बिनी स्टोर पनि छ, जम्मा 100 एन भन्न लाग्दैन है त। एकदमै राम्रो छ, तपाईहरुले यहाँ कसरी गर्ने भनेर पनि मजासँग हेरेर गर्न सक्नुहुन्छ है त। सो केही कन्फ्युज हुनुभयो भनेदेखि तपाईहरुले डाइरेक्ट पे फोरेक्सको फेसबुकमा फोन गरेर मेसेज गरेर पनि बुझ्न सक्नुहुन्छ। अथवा तपाईले यहाँ बैंकमा टच गरेपछि डाइरेक्ट डेबिट भन्ने छ अथवा गो टु रेमिटेन्स भन्ने छ हैन, डाइरेक्ट डेबिटमा गएर तपाईले यो चाहिँ अथोराइज मतलब लिंक गर्नुपर्ने हुन्छ है। लिंक गर्नुभयो भने मजासँग हुन्छ है त, तपाईले चाहिँ गर्न सक्नुहुन्छ। यदि केही बुझ्नु भएन भने कमेन्ट गर्नुहोस्, फेरि म अर्को भिडियोमा तपाईहरुलाई डिटेलमा भन्नेछु। अहिले चाहिँ तपाईहरुले चाहिँ एप रजिस्टर गर्नु होला डाउनलोड गरेर, अनि तपाईलाई चाहिँ 5000 एन आउँछ, मजासँग तपाईले नेपाल पैसा पठाउन सक्नुहुन्छ। थ्यांक यू। केही बुझ्नु भएन भने कमेन्ट गर्नु होला, फेरि अर्को भिडियोमा भेट्नेछौँ। अनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। के मनमा छ भने पनि कमेन्ट गर्नुहोस्। थ्यांक यू। फेरि अर्को भिडियोमा भेट्नेछौँ।